गोएश्वरी जात्रा चल्ने गर्छ, यो मङ्सिरमा चल्छ। यो चाहिँ काठमाडौँको तलेजु भवानीमा छ, त्यो चाहिँ बहिनी भनिन्छ उहाँलाई चाहिँ तलेजु भवानीलाई। अनि त्यो तलेजु भवानीलाई चाहिँ ट्याक्कै हाम्रो गोएश्वरीको जस्तै आकार प्रकार दिएर चाहिँ एउटा चाहिँ रडमा राखेर एक दिन यहाँ एक रात राख्न भने ल्याउँछन्। यहाँ पहिला चाहिँ अब खोला काट्न नहुने, पुल काट्न नहुने भनेर खोलाबाट ल्याउँथ्यो। अब अहिले जेनेरेसनै अर्को भइसकेको छ, माहौल अर्को भइसकेको छ। अब समय अर्को भएर चाहिँ अब पुलै तराएर ल्याउँछ, तलेजुबाट ल्याएर यो गोएश्वरी मन्दिरको माथि नै राखेर त्यो एक दिन जात्रा हुन्छ। अनि त्यो जात्राको दिनमा चाहिँ भोलिपल्ट ल्याएको भोलिपल्ट चाहिँ यहाँ चाहिँ विशेष पूजा हुन्छ। त्यहाँ चाहिँ क्षमा पूजा जस्तो गरेर चाहिँ ठुलो समय बजीको चाहिँ भाग राखेर भित्र चाहिँ अब बलिसली दिएर तन्त्रद्वारा ठुलो पूजा हुन्छ र त्यो दिनमा चाहिँ भयङ्करै भिड लाग्छ मान्छेको। अनि हामीले त्यो चाहिँ जुन चाहिँ समय बजी राखेका छौँ 4000 5000 मान्छे हुन्छ, त्यही चाहिँ हामीले त्यो समय बजी चाहिँ सबैलाई प्रसादको रूपमा दिने गरेर वितरण गर्ने गरेका छौँ। यो भनेको के भने हाम्रो पनि अब समाजमा दिदीबहिनी भेट हुने, दाजुभाइ भेट हुने, त्यस्तो चाहिँ गर्नुपर्ने चाहिँ शिक्षा दिनेको कारणले गर्दाखेरि दिदीबहिनी पनि मिलेर बस्नुपर्छ है। कहीँ गए पनि कहीँ बसे पनि तर भेट्नु चाहिँ पर्छ भन्ने चाहिँ कुरा भाव भएर उहाँहरूले चाहिँ हामीलाई सन्देश दिनेको हिसाबले चाहिँ तलेजु भवानी बहिनी गोएश्वरी दिदी भएर दिदीलाई बहिनीले भेट्न आउने हो। त्यही भएर चाहिँ यो चाहिँ अहिलेसम्म चलिरहेको छ यस्तो कुराहरू।